दिएको भेन चित्रमा एम समूहमा 80 जना, ई समूहमा 90 जना र दुवै समूहमा नपरेको 30 जना सदस्यमा तलका समूहको गुणात्मकता पत्ता लगाउनुहोस्। यहाँ प्रश्न पनि दिइसकेको छ। क नम्बरमा छ नम्बर अफ ओन्ली एम, अनि ख नम्बर अफ ओन्ली ई पत्ता लगाउनु पर्नेछ। अनि यहाँ भेन चित्र देखाइएको छ। भेन चित्रमा चाहिँ एम नम्बर अफ ओन्ली एम बराबर 20 अनि नम्बर अफ ओन्ली ई बराबर 30 दिएको छ। हामीहरूले थाहा हुनुपर्ने कुरा हो कि ओन्ली भनेको यति मात्र जनाउँछ। अनि यदि नम्बर अफ एम सोधेको भए नम्बर एम पनि सोधेको छ, अनि त्यसमा होल चाहिँ हामीहरू होल देखाउनु पर्ने हुन्छ। अनि त्यही भएर हामीहरू नम्बर अफ ओन्ली एम बराबर यहाँ 20 छ भने हामीहरू 20 लेख्न सक्छौँ। त्यस्तै नम्बर अफ ओन्ली ई अनि नम्बर अफ ओन्ली ई भन्नाले यति मात्र, यानि कि यो फुल होइन, यति मात्र देखाउँछ। त्यही भएर नम्बर अफ ओन्ली ई बराबर 30 छ भने 30 पनि हामीहरू लेख्न सक्छौँ। अनि यहाँ चाहिँ नम्बर अफ एम दिएको छ। नम्बर अफ एम भन्नाले यो पुरै सर्कल, अनि यो पुरै सर्कल के छ, अनि यसमा फर्मुलामा लेख्दाखेरि हामीहरू नम्बर अफ ओन्ली एम प्लस नम्बर अफ एम इन्टरसेक्सन ई जोड्दाखेरि हुन्छ। अनि यहाँ हामीहरू डाइरेक्ट यसलाई कसरी लेख्न सक्छौँ, 20 प्लस 60 बराबर 80 भयो। अनि त्यस्तै नम्बर अफ ई भन्नाले यो र यो जोडिन्छ। अनि त्यही भएर नम्बर अफ ओन्ली ई 30 छ भने 30 प्लस नम्बर अफ एम इन्टरसेक्सन ई 60 छ भने 60 जोड्ने, अनि 30 प्लस 60 इक्वल टु 90 हुन्छ। अनि त्यस्तै नम्बर अफ एम युनियन ई भन्नाले यो दुवै सर्कलको पुरै जनाइन्छ। त्यही भएर हामीहरू के गर्ने, नम्बर अफ एम युनियन ई इक्वल टु 20 प्लस 60 प्लस 30 इक्वल टु 80 या 30 8 3 11 110 हुन्छ। अनि अब आयो नम्बर अफ एम इन्टरसेक्सन एम इन्टरसेक्सन ई भनेको दुवैजना। नम्बर अफ एम युनियन ई भनेको यो दुवै सर्कलको होल जनाउँछ। त्यही भएर हामीहरू यसलाई फर्मुलामा लेख्दाखेरि हामीहरू चाहिँ नम्बर अफ एम प्लस नम्बर अफ ई प्लस नम्बर अफ एम इन्टरसेक्सन ई पनि लेख्न सक्छौँ, या डाइरेक्ट यसरी 20 नम्बर अफ एम भयो अनि 60 इन्टरसेक्सनवाला भयो अनि 30 यो लेखेर चाहिँ हामीहरू टोटल जोडेर 110 भयो। अनि यहाँ नम्बर अफ एम इन्टरसेक्सन ई अनि एम इन्टरसेक्सन ई भनेको दुवैमा पर्ने, दुवैमा साझा भएको, यानि दुवैमा पर्ने भनेको 60 हो। अनि यहाँ हामीहरू 60 लेख्न सक्छौँ। अनि अब आयो नम्बर अफ एम युनियन ई को कम्प्लिमेन्ट। एम युनियन ई को कम्प्लिमेन्ट भनेको यो सर्कल बाहिरको के कति छ, 15 भेन चित्रमा देखाइएको छ। अनि त्यही भएर हामीहरू यहाँ 15 लेख्न सक्छौँ। अब नम्बर अफ यू भन्नाले टोटल संख्या जनाउँछ, अनि त्यो सर्कल र बाहिर सबैलाई चाहिँ जनाइन्छ। त्यही भएर हामीहरू 20 प्लस 60 प्लस 30 प्लस 15 20 60 80 80 30 110 अनि 15 125। फाइनली यू को नम्बर अफ यू बराबर हामीहरू 125 चाहिँ एन्सर आयो। यदि भाइ बहिनीहरूले यदि बुझ्न गाह्रो भइरहेछ या बुझ्न सकिएन भने तपाईँहरूले प्लिज कमेन्ट गरेर मसँग सोध्न सक्नुहुन्छ। धन्यवाद।